हेलो साथीहरु, के छ तपाईहरुको खबर? सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम ठिक छु। र आजको यो भिडियो चाहिँ के विषय हो भने आज चाहिँ हाम्रोमा चट्ट दशैंको माउभाग चाहिँ सुँगुर पूजा हुन्छ र त्यही गर्न लागिरहेको छौं हामी चाहिँ। अनि हाम्रो चाहिँ त्यो पूजा चाहिँ धामी माध्यमबाट हुन्छ र हाम्रो यहाँ के हुँदैछ देख्न सक्नुहुन्छ। र यो चाहिँ हाम्रो पूजाको सामग्री हो अनि यता बन्दैछ देख्न सक्नुहुन्छ। यो चाहिँ देउताको लागि यो मुन्दुम तोङबा अरे यो चाहिँ। अनि हाम्रो यहाँ धामी भाइ चाहिँ हाम्रो यहाँनिर पूजा गर्ने भाइ धामी हो। यता हेर्दै भाइ, यता हेर न, यता हेर न यार। के जाति ल्याउनु पर्ने हो मैले म भेरो रानी गाली भेरो सेती भेरो जले भेरो तले भेरो जरा हो भेरो नाटो भेरो दारो भेरो सरो भेरो राजा भेरो ana gana inna adameni bananda guru da iso onam ge guru iksane ma khambe ne ma jime gumeni e baso ge ni na ge guru sai na ana go gani na go seti na go beri na go adi na go baheli na go rati na go chibire na go raja chibire na go rani guru sai ha gane go ogeji ko guru ke ro ha dirwa cha ga cha Mahadev Guru Sameto Guru Yapeto Guru Mahendra Mahendra Ni Guru Sai दिनमा खोजेर ल्याएको पनि वकङ त देबेन नि पानी जतिको याल चाहिँ के काट्नु बनाउनु चाहिँ त्यो अर्को तर टिनमा हुन्छ, टिन माथि प्लास्टिकको स्याहार हुन्छ होला नि। चौतीस किलो पुग्यो होला। पुगेछ अलि यसो खुवाएर गएर उठ्ने नि मान्छेले उठ्थ्यो अल्छे अब कोही जाँदा आउने फरुवै नलगी जान्छन् अनि त्यो के रेखोट एउटा माला हो त्यसले दुईटा बनाउनु हुन्छ खाना अब यसलाई दुईटा बनाउनु पर्यो बिबा भाइ। त्यसलाई पुग्दैछ त्यो चाहिँ पोल्नु यो चाहिँ पानीमा चोप्नु पर्यो भने खोइ के गरेका छाला पो छिल्दैछ जस्तो त्यो बिचमा छिल्नु
आफ्नो मम्मीको बानी चाहिँ आफू पनि नगर्ने अरूले गरेको नि चित्त नबुझ्ने चाहिँ साह्रो खराब क्या भुट्याउँदा दुईजना भुट्याउँदा पनि होला हौ के यो माथि लगेको छ कि लगाएको पट होला कि अहिले त्यसो नगर अचानक त्यहाँ कहाँ छ कि छैन छैन त्यति त माथिल्लो घरबाट ल्याउनु मिल्दैन माथिल्लो घर पल्लो घर ल ल बस 4 किलो चाहिँ त डब सरिहाल्दो रहेछ चाडबाट हो यहाँ छ म 3 केजी गर्छु 9 किलो भने चाहिँ माथिको लगिसक्यो त कति भयो